हजुरलाई मेरो नमस्कारका साथै जीए टेक्निकल युट्युब च्यानलमा स्वागत गर्दछु। आजको यो भिडियोमा तपाईको मोबाइल फोनले बारम्बार स्टोरेज फुल भनेर देखाउने गर्छ भने आजको यो भिडियो तपाईकै लागि हो। आजको यस भिडियोमा मैले मोबाइल फोनको स्टोरेज तुरुन्तै खाली कसरी गर्ने भन्ने बारेमा सम्पूर्ण जानकारीहरू प्रस्तुत गर्दैछु। यदि हजुर यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। मोबाइल फोनको स्टोरेज फुल समस्या समाधानका उपायहरू हजुर समक्ष प्रस्तुत गर्नको लागि म मेरो मोबाइल स्क्रिन हजुर समक्ष शेयर गर्दैछु। हजुरको मोबाइल फोनमा भएको मेसेज भन्ने एप्समा क्लिक गर्नुहोस्। मेसेज भन्ने एप्समा क्लिक गरिसकेपछि हजुरलाई नचाहिने अनावश्यक मेसेजहरू यहाँ छन् भने ती सम्पूर्ण अनावश्यक मेसेजलाई डिलिट गर्नुहोस्। यसले पनि हाम्रो मोबाइल फोनको स्टोरेज निकै नै प्रयोग गर्ने गर्दछ। 2 नम्बर तर्फ लागौं। हजुरको मोबाइल फोनमा भएको गुगल फोटो भन्ने एप्समा क्लिक गर्नुहोस्। एप्समा क्लिक गरिसकेपछि हजुरलाई यहाँ नचाहिने फोटो भिडियो छन् भने ती सम्पूर्ण हजुरलाई नचाहिने फोटो भिडियोलाई डिलिट गर्नुहोस्। हजुरलाई नचाहिने फोटो भिडियो र डकुमेन्टहरू यहाँबाट त हजुरले डिलिट गर्नुभयो, तर हजुरले डिलिट गरेका फोटो भिडियो र डकुमेन्टहरू अर्को फोल्डरमा गएर बस्ने गर्दछन्। यहाँ तलपट्टि साइडमा देखिरहनु भएको छ कलेक्सन भन्ने अप्सन। कलेक्सन भन्ने अप्सनमा क्लिक गर्नुहोस्। हजुरले डिलिट गरेका सम्पूर्ण डकुमेन्ट, भिडियो, फोटोहरू यहाँ आएर बस्ने गर्दछन्। यीहरूलाई सम्पूर्णलाई टिक गरेर डिलिट गर्नुहोस्। यसले पनि हाम्रो धेरै स्टोरेजहरू प्रयोग गर्ने गर्दछ। अब हामीहरू तेस्रो नम्बर तर्फ लागौं। तेस्रो नम्बरमा हाम्रै मोबाइल फोनमा भएको जीमेल भन्ने एप्समा क्लिक गरौँ। जीमेल भन्ने एप्समा क्लिक गरिसकेपछि हामीहरूको जीमेलमा आएका नचाहिने सम्पूर्ण फोटो, भिडियो र एप्सहरूलाई यसरी क्लिक गरेर डिलिटमा क्लिक गरेर सम्पूर्णलाई डिलिट गरौँ। हामीहरूले यहाँबाट त डिलिट गरौँ, तर यी सम्पूर्ण डिलिट भएका छैनन्। हामीले हाम्रो मोबाइल स्क्रिनको बायाँपट्टि साइडमा 3वटा धर्काहरू देखिरहेका छौँ। 3वटा धर्कामा क्लिक गरौँ। 3वटा धर्कामा क्लिक गरिसकेपछि हाम्रो मोबाइल स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सारौँ। हामीहरूले यहाँ देखिरहेका छौँ बिन भन्ने अप्सन, यसमा क्लिक गरौँ। हामीहरूले अघि उतापट्टि साइडमा डिलिट गरेका सम्पूर्ण भिडियो, डकुमेन्ट र फोटोहरू यहाँ आएर बस्ने गर्दछ। यी सम्पूर्णलाई यसरी क्लिक गरेर एम्प्टी बिन नाउमा क्लिक गरौँ। यसरी हाम्रो मेलमा आएका र हामीहरूलाई नचाहिने भिडियो, डकुमेन्ट र फोटोहरू डिलिट गरेर पनि हामीहरूले हाम्रो मोबाइल फोनको स्टोरेज बढाउन सक्छौँ। अब हामीहरू चौथो नम्बर तर्फ लागौं। चौथो नम्बरमा हाम्रै मोबाइल फोनमा भएको ग्यालरी भन्ने अप्सनमा क्लिक गरौँ। हाम्रो मोबाइल फोनको ग्यालरीमा भएका फोटो, भिडियो र डकुमेन्टहरू हामीहरूलाई नचाहिने अथवा अनावश्यक भएमा प्रत्येक फोटो, भिडियो र डकुमेन्टमा यसरी क्लिक गरी डिलिट गरौँ। हामीहरूले यहाँबाट त डिलिट गर्यौं, तर यो पूर्ण रूपमा डिलिट भइसकेको छैन। हामीहरूले हाम्रो मोबाइल स्क्रिनको तलपट्टि साइडमा एल्बम भन्ने अप्सन देखिरहेका छौँ। एल्बम भन्ने अप्सनमा क्लिक गरौँ। एल्बम भन्ने अप्सनमा क्लिक गरिसकेपछि हाम्रो मोबाइल स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सारौँ। यहाँ हामीले देखिरहेका छौँ रिसेन्टली डिलिट इट भन्ने अप्सन, यसमा क्लिक गरौँ। यसमा क्लिक गरिसकेपछि हामीहरूले अघि डिलिट गरेका फोटो, भिडियो र डकुमेन्टहरू यहाँ आएर बस्ने गर्दछन्। यिनीहरूलाई पनि हामीहरूले क्लिक गरेर टिक लगाऊ। टिक लगाइसकेपछि हामीहरूले हाम्रो मोबाइल स्क्रिनको तलपट्टि साइडमा देखिरहेका छौँ डिलिट भन्ने अप्सन, यसमा क्लिक गरेर डिलिट गरौँ। अब हामीहरू 5औं नम्बर तर्फ लागौं। हाम्रो मोबाइल फोनमा भएको म्युजिक भन्ने एप्समा क्लिक गरौँ। म्युजिक भन्ने एप्समा क्लिक गरिसकेपछि हामीहरूले यहाँ विभिन्न म्युजिकहरू देखिरहेका छौँ। हामीहरूलाई नचाहिने म्युजिक अथवा गीतहरू हामीहरूले यहाँबाट टिक गरेर डिलिट गरौँ। यसले पनि हाम्रो मोबाइल फोनको स्टोरेज धेरै नै प्रयोग गर्ने गर्दछ। हामीहरू अब 6औं नम्बर अर्थात् 6 नम्बर तर्फ लागौं। हाम्रो मोबाइल फोनमा भएको प्ले स्टोरमा क्लिक गरौँ। प्ले स्टोरमा क्लिक गर्न साथै हाम्रो मोबाइल स्क्रिनको माथिपट्टि हाम्रो गुगल आइडी अर्थात्
प्रोफाइल देखाइरहेको छ, यसमा क्लिक गरौँ। फाइलमा क्लिक गर्न साथै हाम्रो मोबाइल फोनको स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सारौँ। हामीहरूले यहाँ देखिरहेका छौँ म्यानेज एप्स एन्ड डिभाइस भन्ने अप्सन, यसमा क्लिक गरौँ। यसमा क्लिक गर्न साथै हामीहरूले हाम्रो मोबाइल स्क्रिनको माथिपट्टि साइडमा दुईवटा अप्सनहरू देखिरहेका छौँ, एउटा ओभरभ्यू र अर्को म्यानेज। म्यानेजमा क्लिक गरौँ। म्यानेजमा क्लिक गरिसकेपछि हामीहरूले हाम्रो मोबाइल स्क्रिनको तलपट्टि साइडमा देखिरहेका छौँ दिस डिभाइस भन्ने अप्सन, यसमा क्लिक गरौँ। दिस डिभाइसमा क्लिक गर्न साथै हामीहरूले यहाँ तीनवटा अप्सनहरू देखिरहेका छौँ। हामीहरूले सबभन्दा तलपट्टि साइडको अप्सन नट इन्स्टलमा क्लिक गरौँ। नट इन्स्टलमा क्लिक गरिसकेपछि हामीहरूले हाम्रो मोबाइल फोनमा कुनै समयमा यी एप्सहरूलाई इन्स्टल गरेर डिलिट गरेका सम्पूर्ण एप्सहरू यहाँ आएर बस्ने गर्दछन्। यी सम्पूर्ण एप्सहरूलाई टिक गरेर डिलिट गरौँ। हामीहरूले इन्स्टल गरेर डिलिट गरेका एप्सहरूले पनि हाम्रो मोबाइल फोनको धेरै नै स्टोरेज प्रयोग गर्ने गर्दछन्। अब हामीहरू ब्याक जाउँ। हजुरले हजुरको गुगल प्ले स्टोरको प्रोफाइलमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरले हजुरको मोबाइल स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सार्नुहोस्। हजुरले यहाँ सेटिङ भन्ने अप्सन देखिरहनु भएको छ, सेटिङमा क्लिक गर्नुहोस्। सेटिङ भन्ने अप्सनमा क्लिक गरिसकेपछि हजुरले यहाँ देखिरहनु भएको छ पहिलो अप्सन जनरल। जनरलको तलपट्टि देखिरहनु भएको छ अर्को अप्सन नेटवर्क प्रिफरेन्स भन्ने अप्सन। नेटवर्क प्रिफरेन्स भन्ने अप्सनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरले हजुरको मोबाइल फोनलाई अलिकति तलपट्टि साइडमा सार्नुहोस्। यहाँ एउटा अप्सन देखिरहनु भएको छ अटो अपडेट एप्स, यसमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि हजुरले हजुरको मोबाइल फोनको स्क्रिनको तलपट्टि साइडमा दुईवटा अप्सनहरू देखिरहनु भएको छ, अपडेट ओभर वाइफाई ओन्ली र डोन्ट अटो अपडेट एप्स भन्ने अप्सन। डोन्ट अटो अपडेट एप्समा क्लिक गर्नुहोस् अनि ब्याक आउनुहोस्। ब्याक आइसकेपछि हजुरले अटो अपडेट एप्स भन्ने अप्सनको तलपट्टि साइडमा अटो प्ले भिडियो भन्ने अप्सन देख्नु भएको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ तीनवटा अप्सनहरू देखाइरहेको छ। हजुरले सबभन्दा तलपट्टिको अप्सन डोन्ट अटो प्ले भिडियोमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यसलाई ओके गर्नुहोस्। यसो गर्दा हजुरको मोबाइल फोनमा कुनै पनि अपडेटहरू आए भने अटो अपडेट हुँदैनन् र हजुरको मोबाइल फोनमा कुनै पनि भिडियोहरू अटो प्ले हुँदैनन्। यसो गर्दा हजुरको मोबाइल फोनको स्टोरेज बढ्छ।